फेरि पनि स्वागत छ सबैजनालाई। सिस्नेरी स्विमिङ पुलदेखि कुलेखानी ड्याम पेडा फार्म हुँदै चितलाङसम्मको यात्रा अब हामी तय गर्छौँ। हामी चाहिँ अब जाँदैछौँ कुलेखानी ड्यामतर्फ। सिस्नेरीको स्विमिङ पुलपछि हामी लगभग कुलेखानी ड्यामतर्फ अगाडि बढ्दैछौँ। बाटो त देखिरहनु भएको छ, कुलेखानी ड्याम जाने बाटो साइड त नेचुरल स्विमिङ पुलको हाम्रो जुन रहेको छ यता गुन्डाभरि नाम सिस्नेरीमा एकदमै बवाल छ। एकचोटि स्विमिङ गरेर चाहिँ आउनै पर्छ होइन, एकदमै रमाइलो ठाउँ छ अनि चिल ठाउँ पिस छ अनि एकचोटि चाहिँ घुम्नै पर्छ सबैजना एकचोटि आएर सिस्नेरीको स्विमिङ पुल चाहिँ। त्यसपछि अब सिस्नेरी आइसकेपछि कुलेखानी ड्याम किन नजाने भन्ने तर्फ हामी चाहिँ अगाडि बढ्यौँ। सो हियर वी गो, हामी अगाडि बढ्दैछौँ। जस रमाइलो भइरहेको छ, अगाडिको बाटो एकदमै चिल छ, पिस भइसकेको छ बाटो चाहिँ। सरर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 
दाइको यो अहिलेको पानी परेको बेलामा तातो डान्स उहाँले चाहिँ देखाउँदै हुनुहुन्छ। यो डान्सको नाम चाहिँ के हो? खास गरी के हो भन्नु त? बाइकको अलिकति समस्या जस्तो छ। हामीले ठ्याक्कै मुकेश मोटरसाइकल वर्कसपमा छौँ। हामी के हाल्ने हो? समस्या जस्तो छ साथीहरूको। अलिकति साथीहरूको चेन के बिग्रियो यहाँ चाहिँ फेरि अहिले पनि। अनि लग हामीले मोबिल हाल्दैछौँ। के छ यही मोबिल मात्र हाल्न आएको? हामीले खाना चाहिँ यो ठाउँमा खाएर चाहिँ हामी चाहिँ यहाँबाट निस्क्यौँ। अब चाहिँ अब हामी बिस्तारै माथि कुलेखानी ड्यामसम्म हामी जान्छौँ। आवाज चाहिँ कम रहेछ होइन? सिस्नेरीबाट कुलेखानी ड्यामसम्मको यात्रा झन्डै 1 घन्टा लाग्छ। बाटो साँघुरो भए पनि मनोरम दृश्यहरूले मन बहलाउँछ। बाटोभरि हरियाली, खोला र गाउँले जीवनशैलीले गर्दा यात्रा रोचक हुन्छ। जब हामी कुलेखानी पुग्छौँ त्यहाँको विशाल जलाशय देखेर मन प्रफुल्ल हुन्छ। यो ड्याम इन्द्र सरोवर नामले पनि चिनिन्छ, जुन नेपालकै एक प्रमुख जलविद्युत आयोजनाको रूपमा परिचित छ।
डुङ्गा चढ्ने अनुभव अविस्मरणीय हुन्छ। शान्त पानीको सतहमा डुङ्गा बगाउँदै गर्दा वरिपरिका पहाडहरू, चरा चिरिबिरीहरू गर्ने आवाज र शीतल हावा सबैले यो स्थानलाई अझै स्वर्गीय बनाउँछ। हामीले केही समय यहाँ फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ। ड्यामको छेउमा एउटा सानो चिया पसलमा तातो चिया पिएर विश्राम लियौँ। साँच्चै नै मनोरम दृश्यहरूले मन बहलायो। यहाँको हरियाली, खोला र गाउँले जीवनशैलीले गर्दा यात्रा झन् रोचक बनाइरहेको थियो। कुलेखानी ड्याम मकनपुर जिल्लामा अवस्थित छ र यसको निर्माण सन् 1982 मा सम्पन्न भएको हो। यो नेपालको एकमात्र जलसायुक्त जलविद्युत आयोजना हो जुन पानी जम्मा गरेर आवश्यकता अनुसार बिजुली उत्पादन गर्न प्रयोग गरिन्छ। कुल 92 मेगावाट क्षमताको यो आयोजना 3वटा चरणमा बाँडिएको छ: कुलेखानी फर्स्ट, कुलेखानी सेकेन्ड र कुलेखानी थर्ड। र यात्राको क्रममा घुम्दै हामी सुरुमा कुन ठाउँ रे तलको सिस्नेरी भन्ने ठाउँबाट स्विमिङ गरिसकेपछि हामी यता माथि ड्याम कुलेखानी ड्याममा आइपुग्यौँ र त्यसपछि कुलेखानी ड्याम आइसकेपछि चितलाङ किन नजाने भन्ने कुरोमा हामी अड्क्यौँ र हामी अहिले ठ्याक्कै चितलाङको बाटोतर्फ छौँ, अगाडि बढ्दैछौँ। साथीहरूलाई फोन गर्दैछौँ, कहाँ अड्क्या छन् साथीहरू, कोही सँगै छन् कोही सँगै छैनन्। जो हाम्रो कुरेर बसिरहेका छन् साथीहरू चाहिँ, किनकि हामीलाई अलिकति ब्लग बनाउनलाई फोटोहरू चाहिरहेको थियो, भिडियोहरू चाहिरहेको थियो। सो त्यसको कारणले गर्दा डिले भइरहेको छ। अगाडि जाँदैछौँ साथीहरू। अब यस्तो छ ताल नजिकै यहाँ बस्ने ठाउँ जस्तो रहेछ। हामी आइपुगेका छौँ मार्कुदो बाटो र हामी जान्छौँ यता। हजुर के हो रे? एकदम हामी अहिले भेडाफार्म। सो बाटो चाहिँ अलिकति अफरोडको बाहुरा चाहिँ फेरि यता चाहिँ अलिकति हेरौँ सरले अलिकति जोगाउनुहुन्छ भन्ने हाम्रो, किनकि हाम्रो यहाँ केही रिसोर्टहरू र होमस्टेहरू पनि उपलब्ध छन् जसले पर्यटकहरूलाई रात बिताउने अवसर दिन्छन्। सस्तो दरमा राम्रो सेवा पाइने भएकाले यो स्थान आन्तरिक पर्यटनको लागि दिनदिनै लोकप्रिय बन्दै गएको छ। यात्रुहरू यहाँ विशेष गरी डुङ्गा चढ्न, फोटोसुट गर्न र प्राकृतिक सौन्दर्यको आनन्द लिन आउँछन्। ड्यामको किनारमा बसेर साथीहरूले चाहिँ यो भेडाफार्म भनेर बिर्सन सकिन्छ। कुलेखानी ड्यामलाई बिट मार्दै हामी भेडाफार्मतर्फ अगाडि बढ्यौँ। भेडाफार्ममा केही समय बिताएर हामी चितलाङतर्फ लाग्छौँ। चितलाङ नै आइसक्यौँ। सो यहाँ चाहिँ फार्म छ, त्यो रुख भएको एरिया। सो हेरौँ, नस्पति फार्म होइन त? नस्पति फार्म भनिन्छ। यहाँ चाहिँ नस्पति फार्महरू एकदमै देखिरहेको छ माथि पनि। नस्पति फार्म घुम्न जाम। यो मात्रै हल्लियो त टायर। मेरो वेट कम हो क्या? अन्ततः हामीसँग यो यात्रामा साथ दिनुभएकोमा धन्यवाद। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र
तल कमेन्टमा तपाईँलाई कुन भाग सबैभन्दा मन पर्यो भनेर लेख्न नबिर्सिनुहोला। धन्यवाद।